जसले जित्छ त्यसले 500 रुपैयाँ पाउँछ। अनि फेरि हामी पानीपुरी च्यालेन्ज गर्दैछौ हैन गाइस सबै बनाएको मैले उता हटमा ध्यान राखेको छ गाइस उता हटमा अगाडि यही थियो जली हेलो गाइजहरु के छ खबर? मेरो यो पहिलो भिडियो। हामी पानीपुरी च्यालेन्ज गेम खेल्दैछौँ। कसले जित्छ हेर्नुहोस्। जित्नेले 500 रुपैयाँ पुरस्कार छ। बाँकी कुरा हामी भिडियोमा। अनि च्यानललाई लाइक सब्सक्राइब अनि सेयर गर्न चाहिँ नबिर्सिनु ल। जसले जित्छ त्यसले 500 रुपैयाँ पाउँछ। अनि फेरि हामी पानीपुरी च्यालेन्ज गर्दैछौ हैन गाइस सबै बनाएको मैले गाइस उता हटमा अगाडि यही थियो जली हाय जसले जित्छ त्यसले 500 रुपैयाँ पाउँछ। अनि फेरि हामी पानीपुरी च्यालेन्ज गर्दैछौ। अनि फेरि अर्को पनि एउटा के कुरा भन्दाखेरि जति पनि यहाँ एकदमै पिरो छ क्या यो चाहिँ एकदमै पिरो छ तर देखेको छैन काटेको खोर्सानी होइन तर मैले अकबर एकदम मिचेर हालेको छु यसमा चाहिँ। अनि यो पानी चाहिँ यति पानीपुरीमा यति पानी मात्र खानुपर्छ पानी थप्नु पाइँदैन। यो झोल पानी चाहिँ हामीले एक्स्ट्रा राखेको छौँ इफ चाहियो भने थप्नु पाइयो तर यो पानी चाहिँ पाइयो। सायद मैले थप्दैन होला पानी खाँदैन होला यस्तो छ म पिरो बबाल खान्छु नि त। ल सुरु गरौँ। सुरु त गरौँ कि तर टाइम राख्नु पर्दैन यतिकै ल म त हातैले हालौ क्या खाइसक्यो उसले त्यो कोइना उता राख है मलाई छुन्छ। च्यालेन्ज हो गर्न लगाएर बस्नु लगाएर हुन्न याड होइन यो गाइस म चाहिँ हातै हाल्छु ल। अहिले बोल्दा नि हुन्छ क्या अनि मिठो छ मिठो यस्तो दामी पानी भयो ओ माई गड। होइन गाई चाहिँ सबै बनाएको थिएँ मैले है केही पनि गरेन मैले चामल किनेर ल्याएँ पानी बुझ्यो त्यस्तै हो बाँकी सब मैले स्योर मैले हो जित्ने। ल आधा भइसक्यो त चम्चाले हो तपाईँ हातले मात्रै चम्चाले टिस्यु पेपर पनि चाहिँदैछ है यो चाहिँ हाम्रो पहिलो हो कि त्यही भएर हाम्रो थाहा छैन। बगाल बोल्छौ योपालि चाहिँ खाएर 500 त्यति मात्र कुरा भएको छ। यो त दिनेश सुवेदी इन्टरटेनमेन्टमा आउँछ यो भिडियो ल
अगाइलो नि त दाइ उता घरको मान्छेले हाम्रो हेर्दैछन् गाई उता घरको मान्छेले के खाएको होला भनेर हेर्दैछन् हाम्रो फाइदा यस्तै खाएको अहिले त्यसो हुँदैन एकदिन कुरा गरेर खाऊ भनेको एउटा खस्यो है यहीँ थियो जली मेरो धेरै छ तिमीले मलाई एउटा दुईटा 3 4 5 6 7 8 खाइदिनुको लागि किनभने यो च्यालेन्ज हो नि त यसमा झुट गर्नु हुँदैन लास्ट यो पुरस्कार हस्तान्तरण गर्न म आफै हस्तान्तरण गर्ने छु मैले हारिसकेँ थ्याङ्क यू मैले जितेँ हाम्रो पानीपुरी कतिवटा थियो 40 रुपियाँ ओ माई गड मेरो यहाँ यस्तो छाला खुलेको छ नि मेरो पनि एकदमै कतिवटा बाँकी छ 1 2 3 4 5 6 7 8 9 10 11 11वटा पानीपुरीमा एउटा भर्खर खायो 11वटा पानीपुरीमा उसले तब 30वटा खाँदाखेरि 29वटा खाँदाखेरि मैले बाँकी सबै खाएछु अनि त्यही हो यस्तो अझै पिरो भयो नि पानी खान्छ म चाहिँ यत्रो पिस पऱ्यो क्या मलाई चाहिँ तिमीले हो यो बागडाको थाहा छ छैन हो अब यता परेछ नि उल्टो परेछ अब मैले नि आइडिया लगाएर पारेको थिएँ तपाईँलाई पर्ला भने मलाई पर्यो सो यो च्यालेन्ज सक्यो अब तपाईँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया गर्नु होला लाइक सेयर सब्सक्राइब पनि गर्नु होला गर्नुहुन्छ तपाईँले भन्नु पर्दैन गर्नुहुन्छ हामीले के मतलब कमी कमजोरी पनि हुनसक्छ यस्तो एडभाइस पनि दिनु होला हामीले पोजिटिभली लिनेछौँ अनि तपाईँले टेकबाट छैन हामी इडिट के पनि हुँदैन हामी जे छ त्यही खाट्टै अलिअलि म्युजिक हाल्छु कि अलिअलि दाँत बिस्तार मेरो त आशा आयो ओके काट्दै